दिन प्रतिदिन जटिल र जोखिमपूर्ण बन्दै गएको भू राजनीतिक परिस्थितिमा पृथ्वी विचारको सान्दर्भिकता अझ बढेको हामीले ठानेका छौं। देशको प्रतिष्ठा उच्च राख्न, देशलाई प्रगतिको पथमा अघि बढाउन र सबै क्षेत्रका सबै देशवासीलाई सुखी, शान्त र सन्तुष्ट पार्नु हाम्रो राष्ट्रिय धर्म हो। तर वीरता, स्वाधीनता तथा गौरवमय मौलिक मान्यता वहन गरेको हाम्रो देश आजको विश्व व्यवस्थामा कुन कुना भित्र छ, सोचनीय विषय छ।